हाई वेलकम छ नयाँ नयाँ भिडियो हाई के छ हो खबर ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ डन हो डन साँच्चै नै उता नै पऱ्यो देख्नु हो र हो नि यसको नाम उतारी हो यसको नाम उतारी हो आज हामी चाहिँ कोही यता साले आएको पौडी खेल्नलाई समुद्रतिर अहिले चाहिँ नाइटको भ्यू टङ टङ हाई हाई काम गरिसकेर हामी चाहिँ घुम्न निस्केको तातो चार खानु चारजना छ दुईजना डेटिङ बस्न निस्केको यता दुईजना उता उता दुईजना यो भन्दा यो पनि ठाडै छ म पनि ठाडो पनि ठाडै नि जस्तो हेर्ने सबैलाई सबै नि हिँड्नु न आफ्नो पारा नाइट वर्क नाइट के रे कस्तो गनाएको स्विमिङ गर्ने ठाउँमा गएको थिएँ अनि फतमा अनि यस्तो रेसावालालाई के भन्छ साँच्चै बिहानलाई चाहिँ मर्निङ वक भन्छ रातिलाई चाहिँ के भन्छ नाइट वक इभिनिङ त्यो त नाइट हिँड्दै आएँ रातिको घर भ्यू टिङ टिङ एक्सर्साइज गर्ने तरिकाले हिँड्नु न ल एक्सर्साइज गर्नु त ल यसरी एक्सर्साइज यस्तो ल ल हस्पिटल अन गर्नु डान्स गरौँ न यस्तो अब कसलाई फोन गरे हो बोयफ्रेन्ड गरम महिनामा होइन हाल त राति राति हिँड्नुको मजा नै छुट्टै छ नि होइन कस्तो के दिनभरि स्विमिङ गर्यो पौडी खेल्यो अनि रातभरि राति आधी घन्टा 1 घन्टा जति हिँडिन्छ मजाले कस्तो क्या रमाइलो भइरहेछ नेपालमा जस्तै सुनसान गाडी यताउता कुदिरहेको छ गई गरेर अनि हामी चाहिँ हिँडिरहेको छ क्या साथीहरू दुईजना अगाडि गइसक्यो हामी म यहाँ छौँ दिदी कता हो उता पछाडि अनि म चाहिँ यहाँनिर पागल जसरी बोल्दै 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 हिँडिरहेको छु त्यस्तो हो क्या तपाईँले उयो गरौँ न हामी चाहिँ बाहिरतिर घुमेर पनि सुत्नलाई रुममा आइसक्यौँ कति बेला 10 पनि बजिसक्यो क्या रातिको 10 पनि कटिसक्यो त्यही भएर अब सुत्न लागेको अब कस्तो निन्द्रै लाग्दैन क्या हामी यता बाहिरको छ नि त साले भन्छ साले भन्छ फेरि हामी नेपालीमा त साले भन्दा त कस्तो अर्कै सुनिन्छ नि त यहाँ चाहिँ पौडी खेल्नलाई समुद्रको छेउतिर घर लिएर 2-3 दिनको लागि आएको छौँ अब हामी यतै बस्छौँ आज आएको भोलि पर्सि घर फर्किन्छौँ अब यहीँ सुत्नुपर्छ यहाँ त कस्तो निन्द्रै लाग्दैन बेड चेन्ज गर्दाखेरि कसलाई त्यस्तो हुन्छ तपाईँहरूलाई पनि त्यस्तो हुन्छ निन्द्रै लाग्दैन यता पल्टिँदा यता उता गर्दा गर्दा कति बेला निद आउँछ थाहै छैन आफ्नो घरमा जस्तो चाहिँ हुन्न क्या त्यही भएर अब हामी त सुत्न लागेको बाई बाई सबैजनालाई गुड नाइट सबैजनाले लास्टसम्म भिडियो हेरिदिनु होला हस् धन्यवाद।